बिहान पनि हाम्रो धरानको मौसम यस्तै थियो। अहिले दिउँसोको 1 बजिसक्यो, हस्पिटल सकिसक्यो, छुट्टी भइसक्यो, तर पनि यस्तै छ क्या। अब घर त जानु पर्यो भात खानुलाई। टक्कसँग आज चाहिँ मेरो राइड चाहिँ आई हेभ दिस एथरको 450X। क्या मजाको छ क्या। मलाई चाहिँ रातै रातो मात्रै पर्दो रहेछ जहिले पनि। अनि यहाँ हेर्नु त के छ, तपाईँहरूलाई थाहा छ? ल्यापटपै छ क्या। तपाईँहरूको बाइकमा ल्यापटप छ कि छैन प्लिज डु कमेन्ट डाउन। मेरो स्कुटरमा त ल्यापटप पनि छ क्या टक्कसँग। 31 किलोमिटर, तेल पनि खाँदैन, चार्ज गर्यो, फोन जस्तो चलायो होइन सिस्टर? कस्तो छ मेरो नयाँ बाइक? मेरो नयाँ कस्तो छ त? राम्रो लाग्यो मलाई। दामी है, पेट्रोल पनि खाँदैन, तेल पनि सक्दैन, दिमाग नि छैन, टेन्सन नि छैन। कहिले लिनु भएको? अब लिएको यसो टेस्ट ड्राइभ गर्दैछु लिम्की भनेर होइन। कति पर्दैछ? ओभर कुदिन्छ नि। मलाई मन पर्यो। कति पर्दैछ? यसलाई 3 लाख रुपियाँ मात्रै। ल्यापटप पनि छ भन्नु। ल्यापटप पनि छ नि, 3 लाख मात्रै हो यसको। 3 लाख आम्मा हो है। अनि पेट्रोलै हाल्नु पर्दैन जिन्दगीभरि, सकिएको त कुरै। तपाईँहरू पनि हेर्नुहोस् है एथर X450। तर मलाई मन पर्यो। थ्याङ्क्स फर वाचिङ। मन पर्यो? मन पर्यो। 3 लाखले भन्दा म बेचिदिइहाल्छु तपाईँलाई। 3 लाख त अहिले छैन। ल बाई बाई बाई। ल भोलि ट्राई गर्नु ल।